यो हो 42 स्टेपर मोटर अर्थात् निमा 17 ड्राइभर एक्सपेन्सन बोर्डको बारेमा तयार पारिएको छोटो जानकारी। सीएनसी, 3D प्रिन्टर र रोबोटिक्स प्रोजेक्टहरूमा मोटरलाई कता र कसरी घुमाउने भनेर सिकाउने यो सानो डिभाइस नि साँच्चै भन्नुपर्दा तपाईको मसिनको स्मार्ट ट्राफिक पुलिस नै हो। पहिलो कुरा, यसले काम कसरी गर्छ त? हेर्नुहोस्, यसले 12 देखि 36 भोल्टसम्मको डीसी पावर त लिन्छ नै, तर यसको मुख्य जादु भनेको स्टेप र डिरेक्सन सिग्नल हो, जसले मोटरलाई ठ्याक्कै कता जाने भनेर अराउँछ। अनि याद राख्नुस् है, यो बोर्ड आफैमा कम्प्लिट चाहिँ हुन्न। यसमा तपाईले A9448 वा DRV8825 जस्ता ड्राइभर मोड्युलहरू जोड्नै पर्छ। दोस्रो कुरा, सुरक्षा र सजिलोपना। यति धेरै पावर खेल्ने ठाउँमा डर त हुन्छ नि, होइन र? तर यसको हाई क्वालिटी पीसीबी र प्लग एन्ड प्ले डिजाइनले गर्दा तार जोड्न एकदमै झन्झटमुक्त छ। अनि ती ड्राइभर मोड्युलमै हुने ओभर करेन्ट र थर्मल प्रोटेक्सनले तपाईको मसिनलाई तातेर जल्नबाट मज्जाले बचाउँछ। अन्त्यमा, अब यो गजबको कुरा नेपालमा पाइन्छ त? ढुक्क हुनुहोस्, तपाईहरू जस्ता अटोमेसन मेकर्सका लागि यो डिभाइस घुम्ती पसल मार्फत नेपालभरि डेलिभरी हुने गरी उपलब्ध छ। समग्रमा भन्नुपर्दा, यदि तपाईँ कुनै अटोमेसन, सीएनसी वा 3D प्रिन्टर बनाउँदै हुनुहुन्छ भने यो एक्सपेन्सन बोर्ड तपाईको मोटर कन्ट्रोलको लागि एकदमै भरपर्दो र पर्फेक्ट हब हो।